प्रणालीको मुख्य विशेषता भनेको नै यिनीहरू चाहिँ एकअर्कासँग इन्टर रिलेटेड अर्थात् एकअर्कासँग परिपूरक भएर बसेका हुन्छन्, जुन कि यहाँहरूलाई म उदाहरणबाट प्रस्ताउन चाहे। यहाँ हाम्रो रहेको चाहिँ एउटै ल्यान्डमा चाहिँ विभिन्न प्रकारको इक्वल ल्यान्ड पोर्सनमा डिभाइड गरेर चाहिँ यही रहेको छ हाम्रो मौरी पालन, त्यही रहेको छ पुष्प खेती, हाँस पालन, बाख्रा पालन, गाई पालन, अनि मसरुम फार्मिङ यही रहेको छ। र बिचमा रहेको छ हाँस पालन अर्थात् हामीले यहाँ फिस फार्मिङ पनि गर्न सक्छौँ। र यता अन्त्यमा रहेको छ विभिन्न प्रकारको भेजिटेबल अथवा फ्रुट फार्मिङ, जुन यिनीहरू चाहिँ एकअर्कासँग कसरी इन्टर रिलेटेड छन् भन्दा त्यही रहेको छ हाम्रो बी किपिङ अर्थात् हाम्रो मौरी पालन त्यही रहेको छ भने पुष्प खेती पनि त्यही रहेको छ। पुष्प खेतीमा त्यो फुलमा चाहिँ त्यहाँ रहेको मौरीले गरेर रस चुस्ने भयो र त्यसबाट त्यो रस चुसेर हामीलाई सजिलै मह दिने भयो, त्यो मह बेचेर पनि हामीले इकोनोमिक बेनिफिट लिन सक्यौँ। र यसै गरी र यहाँ रहेको छ विभिन्न प्रकारको फलफुल अथवा विभिन्न प्रकारको भेजिटेबल्स प्रोडक्सन रहेको छ। र त्यहीँ रहेको छ गाई पालन, गाईलाई चाहिने घाँस परालहरू चाहिँ यहाँबाट निस्कने जुन कि र मेटेरियल्सहरू हुन्छ, रहेको वस्तुहरू हुन्छ, पराल घाँस चाहिँ गाईलाई खानाको रूपमा युज हुने भयो र त्यो गाईले हामीलाई दुध दिने भयो। त्यो दुधबाट बेचेर पनि हामीले इकोनोमिक बेनिफिट लिन सक्यौँ र गाईले हामीलाई गोबर पनि दिने भयो, जुन कि त्यो हामीले कम्पोस्ट म्यानरको रूपमा हाम्रो यो ल्यान्डमा युज गर्न सक्यौँ, जसले गर्दा चाहिँ अहिले वर्तमान समयमा हाम्रो ल्यान्डमा एकदम रासायनिक मलको प्रयोग बढ्दो रहेको छ। त्यो रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नको लागि चाहिँ गाईबाट निस्केको कम्पोस्ट म्यानर चाहिँ हाम्रो यो ल्यान्डमा युज गऱ्यौँ भने जसले गर्दा हाम्रो स्वास्थ्यलाई पनि स्वस्थ जीवन रहनको लागि हेल्प गर्यो र हाम्रो माटोको उर्वरा शक्ति पनि बढाउनलाई हेल्प गर्यो। र यसै गरी च्याउ खेती रहेको छ र च्याउबाट पनि हामीले दिनदिनै हार्भेस्ट गरेर हाम्रो दिनचर्या पनि सजिलै नै कटाउन सक्यौँ। र यो गाईबाट दिने जति पनि कम्पोस्टहरू हुन्छ, गोबरहरू हुन्छ, हाम्रो दिनदिनै किचनमा युज हुने सिलिन्डर ग्यासहरू किन्ने त्यो पैसालाई पनि बचत गरेर हामीले त्यहाँ बायोग्यास राखेका छौँ। त्यो गोबर ग्यासमा चाहिँ त्यो गोबरहरू प्रयोग गरेर हामीले खाना पकाउनको लागि पनि हामी किचनमा युज गर्ने भयो। र बिचमा रहेको छ माछा पालन अर्थात् यहाँ हाँस पालन पनि गर्न सकियो। र यो हाँस र माछाले युज गरेको पानी हुन्छ त्यो फर्टाइल वाटर चाहिँ हामीले बिचबाट इरिगेसन गरेर चाहिँ ल्यान्डमा युज गर्न सक्यौँ। त्यसले गर्दा पनि हाम्रो माटोको उर्वरा शक्ति बढाउने भयो। र यो एकीकृत कृषि प्रणालीको एडभान्टेजेस अथवा इम्पोर्टेन्स हजुर यो चाहिँ हाम्रो तराई रिजन अथवा स्लोपी ल्यान्डमा इन्टिग्रेटेड फार्मिङ सिस्टमको डेमो हो भने यो चाहिँ हाम्रो हिल्ली रिजनको इन्टिग्रेटेड फार्मिङ सिस्टमको डेमो हो। र यसको मुख्य फाइदा अथवा यसको एडभान्टेजेस अर्थात् इम्पोर्टेन्स भनेको चाहिँ यहाँहरूलाई म यो पनि उदाहरणबाट नै प्रश्नमा चाहे जब कि यहाँ हामीले सम्पूर्ण यो ल्यान्डमा चाहिँ एउटा मात्रै एग्रिकल्चरल प्रोडक्सन अर्थात् कुनै पनि लाइफ स्टक प्रोडक्सनहरू जस्तो यहाँ फ्लोरिकल्चर पुष्प खेतीमा मात्रै हामीले लगानी गरेर यो ल्यान्डभरिमा पुष्प खेती मात्रै गरेको भए बिचमा कुनै पनि हार्मफुल इन्सेक्ट पेस्ट अथवा हार्मफुल डिजिजहरूले यहाँ एट्याक गर्न सक्थ्यो र हामीले लगानी गरेको त्यो खेर जान सक्थ्यो र इकोनोमिक लस हुन सक्थ्यो। जबकि हामीले इन्टिग्रेटेड फार्मिङ सिस्टम को मेथडबाट चाहिँ ल्यान्डहरूलाई यसरी इक्वल पोर्सनमा डिभाइड गरेर सबै प्रकारको उब्जनीहरू लाइफ स्टक प्रोडक्सनहरू गऱ्यौँ भने चाहिँ एक ठाउँबाट लस भएको इकोनोमिक हामी अरूबाट सजिलै गेन गर्न सक्यौँ र रिकभर गर्न सक्यौँ। र यसले गर्दा हाम्रो माटोको उर्वरा शक्ति बढाउने भयो र इकोलोजीमा पनि धेरै ठुलो मद्दत पुर्याउने भयो। धन्यवाद। प्लास्टिकले कभर गरेर भित्र चाहिँ पोलिथिन ब्याग र प्लास्टिक ब्यागमा चाहिँ बिउहरू हालेर यसलाई 15 दिनको लागि छोडिदियो भने चाहिँ हामीले एकदम राम्रैसँग यो यहाँबाट बिरुवा उमारिन्छ, जसमा चाहिँ कुनै पनि बिरुवा उम्रिन्छ तर त्यसमा हामीले चिसोको समस्या पनि देखिँदैन, किरा फटेङ्गाको समस्या पनि त्यसमा हामीले देखिँदैन। कालिका नगरपालिका 5 माध्यमिक विद्यालय कक्षा 10 बाली विज्ञानले पढ्ने विद्यार्थी हो। हाम्रो यहाँ मोडल रहेको छ डिभाइडिङ एन्ड इन्भर्सन अफ इक्वेलिटी। सुरुमा डिभाइडिङ गर्नलाई चाहिँ यो कालोहरू के अरे स्ट्रङ हाइभ हो भने यो चाहिँ खाली हाइभ हो। अब यो स्ट्रङ हाइभलाई यता लिएर गएपछि यो स्ट्रङ हाइभलाई के अरे डिभाइड गर्नलाई यो खाली हाइभहरू पर्छ यहाँ, किनकि यहाँ भएको मौरीहरू यहाँ पनि सर्छ। यहाँ भएको मौरीहरू यहाँ सर्यो भने कोलोनीहरू डिभाइड हुन्छ अनि मौरीको सङ्ख्या बढ्छ अनि हाम्रो हनी प्रोडक्सनहरू धेरै हुन्छ। अनि जस्तै अब डिभाइडिङ सकेपछि चाहिँ युनाइटिङ हुन्छ। युनाइटिङ गर्नको लागि चाहिँ हामीले दुईवटा हाइभहरू मिलाउनुपर्छ। जस्तै यो सुपर हो, माथिकोलाई यसलाई गर्नको लागि हामीले पेपर मेथड युज गर्नुपर्छ। जस्तै यसलाई यहाँ राखेर यसलाई यहाँ राख्नुपर्छ, किनकि सबै हाइभरको रानीहरूले फेरोमोन डिफ्रेन्टहरू रिलिज गर्छ।
अनि यो पेपर यहाँ राखिसकेपछि चाहिँ माथिको अर्को हाइटको र तलको हाइटको फेरिमनहरू सेम हुन्छ अनि यिनीहरू यहाँ बस्न सक्छन् अनि रिप्रोडक्सन धेरै हुन्छ अनि त्यसपछि यहाँ रहेको छ हनी हार्भेस्टिङ गर्ने ठाउँ हनी हार्भेस्टिङ चाहिँ कुन बेला गरिन्छ भने जुन बेला माउलीले 80% उसको ब्रुडमा 80% जति भ्याक्सिन गर्छ र त्योभित्र के अरे महहरू धेरै हुन्छ त्यो बेला चाहिँ हार्भेस्टिङ गरिन्छ हार्भेस्टिङ चाहिँ एउटा गोलो भाँडोमा राखेर घुमाएर गरिन्छ जुन चाहिँ सेन्ट्रिफ्युगल फोर्सले गर्दा त्यो घुमाएपछि बाहिर फाल्छ अनि एक ठाउँमा जम्मा हुन्छ एक ठाउँमा जम्मा भइसकेपछि त्यसलाई हामीले वेल डिफाइन अथवा छानेर बट्टामा हालेर अनि त्यसलाई मार्केटिङ गरिन्छौँ हस् ल धन्यवाद एसओए कल्चर रनिङ वाटर फिस फार्म ल यो चाहिँ रनिङ वाटर फिस फार्मको 3D मोडल हो जुन यसले चलिरहेको पानीबाट माछा खेती गर्न सक्छौँ जुन हामीले यो पानीको फ्लोबाट यसरी चलाएर जुन त्यो रेसवे कल्चर भनिन्छ यसलाई चलिरहेको पानीलाई अनि यो चाहिँ रनिङ वाटर हो जुन फ्लो भएर यताबाट यता जान्छ जुन माछाहरू यहाँ पालिरहेको छ अनि जुन पालिरहेको माछाहरू जुन हार्भेस्टिङ गर्ने भइसकेको हुनाले त्यो माछाहरू त्यो के अरे माछाहरू जुन हार्भेस्टिङ गर्ने त्यो झिकेर अनि त्यहाँ त्यसको वेस्टहरू आएर त्यो त्यही फ्लोबाट त्यो पछाडि गएर त्यो पानीसम्म जान्छ जुन यहाँ देख्न सक्नुहुन्छ हाम्रो त्यो इन्डिजिनस र एक्जोटिक फिसहरू त्यो चाहिँ माथिको चाहिँ एक्जोटिक फिसहरू जुन हामीले नेपालमा देख्न सक्दैनौँ बाहिरबाट मगाइएको हुन्छ नेपालमा पाइने माछाहरू नेपालमा उत्पत्ति भएको हो हामीले यो चाहिँ जुन माछा खेती गर्ने मान्छेको त्यो त्यही सानोतिनो फार्म हो जुन यसले यो चाहिँ नेट जुन माछा झिक्ने जाली नेट हो यो चाहिँ सानो यहाँ चाहिँ ट्राउट माछा पाल्ने हो रेनबो ट्राउटमा चाहिँ रनिङ वाटरमा पाल्नु पर्छ रेनबो ट्राउटको अप्टिमम टेम्परेचर चाहिने हुन्छ त्यसको 10 देखि 20 डिग्री टेम्परेचर हुनपर्छ त्यो पानीको अनि यो चाहिँ जुन माछा त्यो लेयर बाई लेयरमा जुन यहाँ सानो माछा पालिन्छ अनि त्यसपछि त्यो गर्दा गर्दै ठुलो हुँदै हुँदै जुन ठुलो माछा भएको हुन्छ त्यसलाई चाहिँ हार्भेस्टिङ गरेर अनि त्यो अर्को सानो माछा चाहिँ हालिने सकिन्छ यहाँनिर फार्मिङ गर्न सकिन्छ त्यो सानो माछा बुढाहरू राखेर त्यही हो यति हामी चाहिँ यसै विद्यालयमा अध्ययनरत कक्षा 11 मा अध्ययनरत विद्यार्थी म चाहिँ साइमन कुमार र उहाँ चाहिँ मेरो साथी कुसुम मर्दिने हुनुहुन्छ हामीहरूले चाहिँ कृषि बाली विज्ञान पढाइ अनुरूप चाहिँ हामीहरूले एउटा गडौली मलको नमुना र एउटा ग्रास कटरको नमुना बनाएको छौँ सबभन्दा सुरुमा चाहिँ म हजुरहरूलाई गडौली मलको नमुनाको बारेमा केही विस्तृत रूपमा बुझाउन चाहन्छु है त अरू साधारण मल भन्दा पनि यो गडौली मल अथवा भर्मी कम्पोस्ट चाहिँ प्राकृतिक खेतीको लागि धेरै नै उपयुक्त भनेर मानिनेछ र हामीहरूले चाहिँ यो मल युज गरेमा चाहिँ हामीहरूको खेती गर्ने माटोमा चाहिँ कार्बनको मात्रा उयो चाहिँ बढाइदिन्छ है अनि हामीहरूले यो प्राकृतिक खेती गर्ने क्रममा गडौली मल युज गऱ्यो भने चाहिँ हामीहरूको बिरुवालाई चाहिने 16वटा न्युट्रिसनहरू चाहिँ बढाउनको लागि हामीहरूले चाहिँ भर्मी कम्पोस्टले एकदमै हेर्नुपर्छ है अनि त्यसपछि प्राकृतिक खेती गर्ने क्रममा माटोको चिसो लेभललाई चाहिँ अलिकति बढी मात्रासम्म पनि हामीहरूले राख्नको लागि चाहिँ भर्मी कम्पोस्ट अथवा गडौली मललाई प्रयोग गर्न सकिन्छ यो गडौली मल बनाउनको लागि चाहिँ हामीहरूले 8वटा लेयर प्रयोग गरेको चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ सुरुमा चाहिँ पाकेको गडौली मल राख्नुपर्ने छ सुरुमै अनि त्यसपछि काँचो गोबर अनि त्यसपछि पात पतिङ्गर अथवा कुहिने वस्तुहरू जस्तै अब हामीहरूलाई केही काम नलाग्ने पातहरू अथवा केही भाँचेको बिरुवाहरू छ भने चाहिँ हामीले त्यसलाई हेर्न सक्छौँ
र अनि त्यसपछि फेरि एउटा काँचो गोबर अनि गडेउलाहरू यहाँ राखिदिन्छौँ। हामीहरूले यहाँ गडेउला छन त छ भित्र, गडेउला लुकेर बसेको चाहिँ घाममा आउँदैन नि त, त्यसैले हामीहरूले केही यहाँ क्लेको गडेउलाहरू बनाएर हजुरहरूलाई नमुनाको रूपमा राखिदिन्छौँ। अनि त्यसपछि पातपतिङ्गर र त्यसपछि सुकेका वस्तु अथवा पराल अनि भुसहरू हुन्छ नि, अनि त्यसपछि माथिबाट ढाकिदिनको लागि चाहिँ जुटको बोरा हामीहरूले यसरी राखिन्छौँ। र गडेउलाको धेरैहरू प्रजातिहरू रहेछन् र त्यसमध्ये पनि उपयुक्त चाहिँ स्न्याफोइडिड भन्ने एउटा गडेउलाको प्रजाति हुन्छ, त्यो चाहिँ एकदमै यसमा राख्न राम्रो हुन्छ। र अब यसपछि चाहिँ ग्रास कटर, यो चाहिँ हामीहरूले एग्रिकल्चर स्टोर रुममा पनि हामीहरूसँग ग्रास कटर छन त छ कि, तर हामीहरूले एउटा मोडल बनाउने हामीहरूलाई सजिलो हुन्छ कि भनेर हामीहरूले एउटा मोडल तयार गरेको थियो म र मेरो एउटा साथीले। म चाहिँ तपाईँलाई यहाँ चालु गरेर देखाइदिन्छ है। एउटा मोटर युज गरेको छ अनि 3टा प्लेट अनि स्विच हामीलाई चार्जेबल बनाउन लाग्यो समय र अनि हामीसित वस्तु नभए अन गर्ने घाँस काट्नलाई गजब भयो। धेरै राम्रो। ल धन्यवाद।